नमस्कार दर्शकवृन्द, म विनोद परियार। आज हामी बुटोल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेसँग स्थानीय सरकारले गरेका कामहरूको बारेमा छलफल गर्न गइराखेका छौँ। हामी बुटोल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेलाई भेट्न बुटोल उपमहानगरपालिकातर्फ जाँदैछौँ। नगर प्रमुखज्यू नमस्कार। नमस्कार विनोदजी। स्वास्थ्य कस्तो छ? स्वास्थ्य त ठिकै लाग्दछ। आज हामी यो 67औं स्थापना दिवसको पूर्व सन्ध्यामा हजुरसँग गफ गर्छौँ यहीँ बसेर। हामी बुटोल उपमहानगरपालिकाको 67औं स्थापना दिवसको दिनमा छौँ। नगर प्रमुख पाण्डेज्यू, तपाईँ निर्वाचित भएर आएको 2079 वैशाख 30 पछाडिको आजसम्मको दिनलाई र 67औं स्थापना दिवसको यो सन्दर्भमा कसरी सम्झनुहुन्छ? यो बुटोल उपमहानगरभित्रको तपाईँको प्रवेशको सन्दर्भ अलिकति त्यहाँबाट सुरुवात गरौँ। सम्पूर्णमा नमस्कार। सर्वप्रथम यो दिनलाई सम्झिँदा इतिहासतिर फर्किन जरुरी हुन्छ। आजभन्दा 67 वर्ष अगाडि 2016 साल फागुन 3 गते हाम्रा अग्रजहरूले तत्कालीन समयमा बुटोललाई नगरपालिकाको रूपमा स्थापित गर्न के कति मेहनत गर्नुभयो, कस्तो बजारीकरण गर्नुभयो, कति प्रयत्न गर्नुभयो र त्यो समयमा पनि नगरपालिका बन्न सक्यो। अहिले कतिपय ठाउँ यत्रो आधुनिक युगमा पनि नगरपालिका बन्न सकेको अवस्था छैन। तर 2016 सालको अवस्थामा बुटोल नगरपालिका बन्नु यो यत्तिकै सम्भव थिएन। यसको व्यापारिक महत्त्व, यसको शहरीकरणको अवस्था र बजारीकरणको अवस्था कतिको भरपर्दो र दिगो थियो र त्यो अवस्थामा हाम्रा पूर्वजहरूले, अग्रजहरूले बुटोललाई नगरपालिका बनाउन कति दुःख गर्नु होला, कति मेहनत गर्नु होला, उहाँलाई सम्झाउनुपर्छ। हामीले उहाँहरूप्रति सम्मान व्यक्त गर्दै सम्झन चाहन्छु। म आदरणीय तत्कालीन स्थापनाकालका त्यति बेला शब्दमा अलिकति म कन्फ्युज छु, अध्यक्ष पनि भन्ने गरिएको छ, मुनिलाल साकेज्यू नगर पञ्चायत भनिन्थ्यो हैन, र ओम शङ्कर जोशी। पहिला मुनिलाल साकेजी हुनुहुन्थ्यो 16 सालमा र 19 सालदेखि 23 सालसम्म ओम शङ्कर जोशी हुनुहुन्थ्यो। र मुनिलाल साके हुनुभन्दा अगाडिको बुटोलको बजारीकरणको अवस्थाले नै बुटोललाई देशभरिमा नगरपालिका घोषणा गर्न सहज भएको हो। त्यसकारणले त्यति बेलाका व्यवसायी मित्रहरू, घरानाहरू, उद्योगीहरू सबैलाई पनि यो समयमा सम्झन चाहन्छु। उहाँहरूले त्यो प्रयत्न नगरेको भए सायद बुटोल त्यति बेला नगरपालिका बन्न सक्थेन र हामी यहाँसम्म आइपुग्न सक्थेनौँ। त्यसकारणले हामीले आफ्नो धरातललाई सम्झेनौँ, इतिहासलाई सम्झना गरेनौँ भने अहिलेका मात्रै कुरा गरेर बुटोल पूर्ण देखिँदैन। त्यसकारणले पुरानो इतिहासलाई स्मरण गर्दै आफ्ना अग्रजहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु। भूगोलका हिसाबले बुटोल तराई र पहाड जोड्ने मुख्य नाकाको रूपमा देखिन्छ। हिजो पहाडबाट हाम्रा बाबुबाजेहरूले घिउ बेच्न आउने, नुन तेल कपडा किनेर लैजाने, तराईबाट अन्नहरू ल्याएर बुटोलमा बेच्ने र भारतबाट पनि विभिन्न वस्तुहरू ल्याएर लत्ता कपडा तेलहरू ल्याएर बेच्ने बजारका रूपमा बुटोल पहिलेदेखि नै प्रचलित थियो। गाउँ गाउँमा हुक्काहरूमा बुटोलकै तमाखु राख्ने चलन थियो। हाम्रा बाजेहरूले कथा सुनाउँदाखेरि बुटोलमा घिउ बेच्न आउँदा कतिपय साथीहरू औलो लागेर, हैजा लागेर बाटैमै छोडेको कथा सुन्नु पर्थ्यो। त्यो अवस्थामा पनि बुटोलमा एक खालको छुट्टै गुल्जार थियो, व्यवसायिक केन्द्र थियो। यहाँबाट कालीपारे घिउ बनारस हुँदै बेङ्गलोरसम्म खेती प्राप्त भएको इतिहास हाम्रा सामु छर्लङ्ग छ। बेङ्गलोरमा, बनारसमा, गोरखपुरमा कालीपारे घिउ भनेर त्यति बेला प्रख्यात थियो। पुरानो इतिहास हेर्न सकिन्छ। साँच्चीकै भन्दा बुटोल पाल्पाको एक खण्ड जस्तो पनि थियो। पाल्पाली सेनवंशी राजाहरूको पालामा पाल्पामा नियमित दरबार भए पनि ग्रीष्मकालीन दरबार बुटोलको फुलबारीमा थियो। नेपाल अङ्ग्रेज युद्धमा साँच्चीकै बहादुरी प्राप्त गरेर कर्णेल उजित सिंह थापाको नेतृत्वमा गोर्खाली सेनाले यहाँ विजय प्राप्त गरेको इतिहास हाम्रो सामु जितगढी किल्ला र त्यसको भित्तामा लेखिएका इतिहासबाट प्रष्ट हुन्छ। त्यसकारणले धेरै कुराले गौरव गाथा जोडिएको, वीरता जोडिएको,
व्यापारिक महत्त्व जोडिएको सहर बुटोल हो। तिनाउ नदीको सभ्यता आफ्नै खालको छ। त्यस कारणले यो सहरको एउटा वाडामा मात्रै पस्दै गर्दा बाघ भैरव मन्दिर, पछि त्यो मन्दिर स्थानान्तर हुँदै जाँदा पाल्पाको भैरवस्थान मन्दिर निर्माण भएको छ। पुरानो गणेश मन्दिर, पद्मचैत्य बिहार, पुरानो मस्जिद, यति धेरै इतिहासहरू छन्। सहस्त्रधारा, जहाँ भारतको गोरखपुरदेखि देवरियासम्मका मानिसहरू स्नान गर्न आउँथे मेला लाग्दाखेरि। त्यस कारणले एउटा विचित्रको संयोगको सहर बुटोल हो। यो खालि अहिले विकास भएर व्यवसायी भएर केही बाटाहरू बनेर बनेको सहर होइन। यसमा नेपालको सिमाना बचाएको इतिहास छ। नेपालको एकीकरण हुनुभन्दा अगाडि गौरवपूर्ण गाथा भएको सेनवंशी राजाको इतिहास छ। व्यावसायिक रूपमा मुस्ताङदेखि लिएर बुटुलसम्मको सम्भावना जोडिएको सहरको इतिहास छ। त्यसैले यसको इतिहास, यसको गौरव गाथा र वीरता एउटा छुट्टै अध्ययन गर्ने विषयवस्तुका रूपमा बुटोल छ। अब जस्तो मेरो साहब यहाँले भन्नुभयो 67औं स्थापना दिवस मनाइरहँदा यहाँले विगतलाई स्मरण गर्नुभयो, बुटोल खासमा कसरी आजको आधुनिक बुटोल बन्यो भन्ने कुरा जोड्नुभयो। अब तपाईँ नगर प्रमुखको रूपमा 2079को निर्वाचनबाट निर्वाचित भएर आइसकेपछि यी जति पनि कुराहरू यहाँले भन्नुभयो नि, यसलाई चाहिँ संस्थागत गर्ने वा त्यो विगतलाई पनि स्मरण गर्दै सम्मान गर्दै, त्यो चाहे जितगढी होस् चाहे पारी बुटोलको कुरा होस्, यसलाई चाहिँ व्यवस्थापन गर्ने वा यसलाई चाहिँ त्यही अस्तित्वको रूपमा एउटा बुटोललाई गुल्जार बनाउन यहाँहरूले खेलेको भूमिका चाहिँ के छ? सर्वप्रथम त सानोमा मैले कथा सुनेको बुटोल आफै जनप्रतिनिधि भएर उभिने अवसर पाएको छु। यो मेरो जीवनका लागि धेरै महत्त्वपूर्ण कुरा हो। अहिले पुरानो बटौली संरक्षणका लागि पुरानो बुटोल माविदेखि लिएर नुवाकोटसम्मको पैदल मार्ग निर्माण गर्ने र त्यसलाई पुरानो परम्परा झल्किने, पुर्खाहरू घिउ बेच्न आएको नुन तेल कपडा किनेर लगेका इतिहासहरू जोडिने गरी त्यो सडकलाई निर्माणको लागि अगाडि बढाएका छौँ। तिनौ नदी सभ्यतालाई जोड्ने गरी जितगढीको तल तिनौ आरती केन्द्र निर्माण गर्ने गरी यी दुईटा कामको अब तत्कालै टेन्डर जाने स्थितिमा सबै काम पुरा भएको छ। युद्ध सङ्ग्रहालय निर्माण भएको छ। युद्ध सङ्ग्रहालयका लागि आवश्यक तत्कालीन समयका युद्ध सामग्रीहरू के कस्ता थिए, त्यसको नेपाली सेनाबाट त्यसको व्यवस्थापन हुने गरी केही बजेट छुट्टिएको छ। तत्कालीन बाघ भैरव मन्दिर पुनर्निर्माण गरेर अहिले अब टुङ्गिने अवस्थामा रहेको छ। त्यसकारणले पुराना ऐतिहासिक तथ्यहरू माथि मदर बाबाको फुलबारीको भित्र माथि हिन्दू र मुस्लिमको एउटा मिलनको केन्द्र मदर बाबाको जुन इतिहास छ त्यसलाई अहिले हामीले थप निर्माणको काम अगाडि बढाएका छौँ। फुलबारीमा रहेको सेनवंशी राजाको दरबारलाई पुरातत्व विभागलाई दिएर त्यसलाई अगाडि प्रक्रियामा बढाएका छौँ। जितगढी किल्लालाई साँच्चीकै सबैको अध्ययन केन्द्रका रूपमा अगाडि बढाउने गरी हामीले काम गरेका छौँ र जितगढी महोत्सव हामीले प्रत्येक वर्ष जुन दिन वैशाख 7 गते हामीले विजय उत्सव गरेको हो, नेपालले आफ्नो सिमाना जोगाएको दिन हो, त्यो दिन विजय उत्सव मनाउने कार्यक्रम हामीले नियमित रूपमा गरेका छौँ। त्यसकारणले इतिहासलाई सम्झने गरी यी कामहरू गर्दै आधुनिक बुटोल इतिहास सम्झने, वर्तमानमा सङ्घर्षशील जीवन बिताएर बुटोललाई साँच्चीकै सम्मानको सहर कसरी बनाउने, औद्योगिक व्यवसायलाई कसरी सुरक्षित गर्ने, यातायात व्यवसायलाई कसरी आशा लाग्दो सहरका रूपमा उनीहरूलाई आशा देखाउने, शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्रमा जुन अहिले चुनौती छन् यसलाई देशभरिको एउटा शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा आशा लाग्दो सहर कसरी गराउने र भोलिका दिनमा पर्यटकीय प्रवर्धनको सहरका रूपमा कसरी रूपान्तरण गर्ने र अझै औद्योगिक क्षेत्रको विकासलाई कसरी थप गर्ने, कृषिमा कसरी क्रान्ति ल्याउने, यी कामहरूको लक्ष्य राखेर बुटोल उपमहानगरपालिकाले काम गरिरहेको छ। अब जस्तो अघि यहाँले भन्नुभयो यो विगतदेखि नै व्यापार हुने थलो, उहिले चाहिँ अब जस्तो यहाँले भने जस्तै कालीपारे घिउ अथवा यो पश्चिम क्षेत्रको स्याङ्जादेखि पाल्पा लगायतका अन्य कैयौँ क्षेत्रका मानिसहरू यहीँ आउने, यहाँबाट नुन लिएर जाने, घिउ ल्याएर बेच्ने, यस्तो खालको थलोमा पछिल्लो समय हामीले सुन्ने चाहिँ जस्तो अमरपथ क्षेत्र होला, बुटोलको केही क्षेत्र व्यापारिक क्षेत्रमा सुनसान भयो होइन, हामी चाहिँ मर्कामा पऱ्यौँ भन्ने यता कता व्यवसायहरूको गुनासो सुनिन्छ नि, त्यो चाहिँ के कारणले त्यस्तो भएको होला? यो कतिपयले के भन्छन् भन्दा राजधानी यहाँ थियो, त्यो राजधानी नहुँदा पनि त्यसले मर्का पर्यो कि भन्ने पनि कुरा गर्छन्।
अथवा तपाईँहरूले पाएको चाहिँ के हो? राजधानी सरेका कारणले केही मर्का परेको कुरा स्वाभाविकै हो, त्यो कुरालाई नकार्न सकिँदैन। तर राजधानी सर्यो, अब केही गर्न सकिँदैन कि भनेर बसिराख्ने कुराले पनि अर्थ राख्दैन। राजधानी सर्यो, त्यसको मर्का हामीले यस्तो कठिन अवस्थामा पर्यौँ, ब्याङ्कको ऋण ब्याज चर्को, राजधानी सरेको छ, खोलेका होटल रेस्टुरेन्ट व्यवसाय जो आशाले खोलेका छन्, राजधानी आएका कारणले चल्छ भनेर, अन्तर्राष्ट्रिय एयरपोर्ट बनेका कारणले चल्छ भनेर धराशायी हुने अवस्थामा छन्। व्यवसायी भेट्न आउँदा, कुरा गर्दा, छलफल गर्दा कुनै राम्रो तर्क दिन सकिने स्थिति थिएन। हामीले त्यसपछि व्यवसाय मैत्री सरकार रूपमा रूपान्तरण गरौँ भनेर हामी बुटोलुक महानगरपालिकाले आफ्नो सानो बजेटले भए पनि प्रयास गर्यौँ। हरेक व्यावसायिक संस्थाले गर्ने कार्यक्रममा बुटोलुक महानगरपालिका सँगसँगै जोडिन थाल्यौँ। चाहे उद्योग वाणिज्य सङ्घ, व्यापार सङ्घ, रूपन्देही उद्योग सङ्घ, उद्योग व्यापार सङ्घ, होटल व्यवसाय सङ्घ, यातायात व्यवसाय सङ्घ, जुन जुन संस्थाले कार्यक्रम गरे पनि बुटोलुक महानगरपालिका तपाईँहरूसँग छ है भन्ने खालको अनुभूति, उहाँहरूका बिचमा केही विषयहरू मिलेन भने उहाँलाई समन्वय गर्ने, समझदारी गर्ने, यसरी व्यवसायी क्षेत्रलाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अनेक उपाय अपनाउने र व्यवसायलाई संरक्षण गर्ने र व्यवसायीसँग सँगसँगै हिँड्ने, जोडिने र तपाईँहरूका दुःखमा, तपाईँहरूको अप्ठ्यारामा बुटोलुक महानगरपालिका साथमा छ भनेर अनुभूति दिलाउने गरी प्रयासहरू गऱ्यौँ। होला हाम्रो बजेटले त्यति ठुलो असर उहाँहरूलाई पर्यो कि परेन, उहाँहरूलाई नै सोद्धा यसको बारेमा, ठिक होला। तथापि हाम्रो सँगसँगैको उपस्थितिले उहाँहरूलाई पक्कै पनि हौसला मिल्यो। अब जस्तो गुनासोको कुरा गर्दाखेरिमा समग्रमा मानिसहरू यहाँभन्दा विदेशतिर अलि बढी गए भन्ने कुराले पनि अर्थ राख्यो होला, अथवा बुटोलको बजार क्षेत्र फराकिलो पनि भयो, अन्यत्र पनि सर्यो पनि भन्छन्। तर अमरपथमा चाहिँ सुक्यो भन्ने चाहिँ बढी हल्ला हुन्छ क्या, उहाँहरूको पनि गुनासो विषयमा प्रवेश गर्दै थिएँ। अमरपथ, सङ्गमपथ र राम मन्दिर लाइन हिजो एक खालको परम्परागत बजार थियो। यहाँबाट डिलरका धेरै सामानहरू पहाडतिर जान्थे। तर आज डिलरहरू डाइरेक्ट पहाडतिर, कम्पनीहरू पहाडतिर सिधै जान थाल्नुभयो। जुन कम्पनीहरूले यहाँ सामान दिएर उहाँहरूले त्यसपछि लानुहुन्थ्यो, आज सिधै लान थाल्नुभयो। हिजो पनि खुद्रा खरिद गर्ने र गुल्जार भए हुने गरी चलेको चाहिँ बजार होइन यो अमरपथ र सङ्गमपथ, राम मन्दिर लाइन। यो होलसेल मार्केट जस्तै हो। अब होलसेल मार्केट पहाडका गाउँ गाउँमा भेटिन लागेपछि यसको व्यवसायमा परिवर्तन गर्नुपर्ने, सोचमा परिवर्तन गर्नुपर्ने र नयाँ ढङ्गले व्यापार गर्नुपर्ने स्थिति निर्माण भएको छ। त्यसकारणले जसका पुराना होलसेल व्यवसायहरू हिजो आफ्ना ग्राहक भएका कारणले चलिरहेका छन्, त्यो एउटा पक्ष भयो। तर अब समग्रमा यहाँका सङ्घ संस्था र व्यवसायिक हाउसहरूसँग छलफल गरेर अब व्यवसाय कसरी गर्ने त, त्यसलाई कसरी परिमार्जन गर्ने, कुन खालको व्यवसाय गर्ने र यसलाई दिनमा के गर्ने, रात्रिकालीन समयमा के गर्ने भनेर छुट्टा छुट्टै ढङ्गले काम गर्नुपर्छ भनेर मैले सङ्घ संस्थाहरूलाई पनि कुरा उठाएको छु। यो समयअनुसारले रूपान्तरण व्यवसायमा पनि हुनुपर्ने छ, त्यसका लागि नीतिगत रूपमा वा उपमहानगरको तर्फबाट गर्नुपर्नेमा यहाँहरूले काम गर्नुभएकै छ, त्यसमा गर्नु मात्र होइन। हामीले समयमै सोचेनौँ भने सहरहरू देश सिटीका रूपमा रूपान्तरण हुन्छन्। एकपटक सहरमा एक खालको माग हुन्छ, अनि त्यो माग अन्यत्र सर्छ, अनि हामीले तत्कालै त्यसको परिमार्जन गरेनौँ भने अहिले तपाईँले अमरपथको कुरा उठाउनु भयो। अमरपथमा मार्केट चलेको छ, फुलचोकमा किन चलेन? 200 मिटरको फरकमा किन गुल्जार भएको छैन? यी कुरालाई अध्ययन गर्नुपर्छ। त्यसको पारिपट्टि हिजो काठमाडौँको इन्द्रचोक जस्तो भएको पुरानो बटोली आज किन गुल्जार भएको छैन? यी कुरा अध्ययन गर्नुपर्छ। त्यसकारणले समयअनुसार रूपान्तरण भएर नयाँ ढङ्गले व्यवसाय कसरी गर्ने, ती कुरा व्यवसाय मित्रहरू र घर धनीहरूले सोच्नुपर्छ। बुटोलुक महानगरपालिकाले यसमा के कस्तो सहयोग गर्ने हो? मैले तत्कालीन अवस्थामा पनि वार्ड नम्बर 4, 5 र 6 का वडाजीहरूलाई राखेर यो बजार गुल्जारका लागि बुटोलुक महानगरपालिकाले के कति रकम लगानी गर्नुपर्छ, के कस्तो स्थिति सिर्जना गर्नुपर्छ भनेर पुस्को नगरसभामा मैले जे जति रकम चाहिन्छ सबैको लागि तयारी अवस्थामा थिएँ। सङ्घ संस्थाहरू, उद्योग वाणिज्य लगायत सबै सङ्घ संस्थासँग पनि पहल गरेको। यत्तिकै रकम लगाएर सडकमा खन्याएर मात्रै पनि भएन, यसमा दृष्टिकोण चाहियो, सोच चाहियो। दृष्टिकोण र सोच हामीले मात्रै गरेर हुन्न, ती घरधनी, ती व्यवसायी, ती सङ्घ संस्थाहरू पनि सँगसँगै बसेर यो गरियो भने यहाँनिर परिवर्तन हुनसक्छ, बजार गुल्जार हुनसक्छ, आर्थिक भाइब्रेसन हुनसक्छ भनेर उहाँहरूको पनि सहयोग चाहिन्छ। त्यसका लागि जुनसुकै लगानी गर्न पनि बुटोलुक महानगरपालिका तत्कालीन अवस्थामा तयार थियो।
अहिले पनि हामी तयार छौँ। अब जस्तो यो अब हजुर निर्वाचनमा जतिखेर उम्मेदै हुनुहुन्थ्यो बुटवलमा खास गरेर यो मान्छे जतिसुकै राम्रो भयो भने अनुहारमा केही पोतियो भने त त्यो नराम्रो हुन्छ। त्यस्तै बुटवलका लागि चाहिँ गोलपार्क चौरा सडक जुन छ नि, चौरादेखि गोलपार्कसम्मको वा चिडिया खोलासम्मको 3.5 किलोमिटर सडकले असाध्यै दुःख दिएको थियो। तपाईँले पनि त्यसलाई आफ्नो चुनावी एजेन्डा पनि बनाउनु भएको थियो। पछि अहिले आएर निर्माण त भएको छ, धुलो त उडेको छैन, तर पुरा भएको छैन। यसले पनि व्यवसायलाई एक खालले यो मर्का पर्यो, व्यापारमा यसले असर पार्यो, बुटवलकै बजार सुनसान बनाउन यसको पनि भूमिका रह्यो भन्ने पनि विश्लेषण सुनिन्छ। यसमा के भन्नुहुन्छ? हो, यो बाटो समयमा नबन्दा बुटवलको बजार गुल्जारमा ठुलो असर पर्यो। धुलो धुवाँ, सडक समयमा बन्दैन। एउटा निर्माण व्यवसायलाई जिम्मा दिएको छ, उहाँले टुङ्गो लगाउन सक्नुहुन्न। फेरि रिटेन्डर भयो। एउटा बाटोको कथा सुनाउँदा देशभरिलाई कथा सुनाउन मिल्ने गरी निर्माणमा यति ठुलो समस्या पनि हुँदो रहेछ, यति अविश्वास हुँदो रहेछ भन्ने जस्तो गरी यो सडकको काम निर्माणमा अगाडि बढ्यो। हामीलाई पनि यो विषयमा साह्रै दुःख लागेको हो। प्रदेशको राजधानी यही छ, मुख्यमन्त्री लगायत सबै मन्त्रीहरू यहीँ हुनुहुन्छ, धुलो उडेको छ, बाटो बन्दैन। हामी निर्वाचित भएका छौँ, दिनकै यो बाटोको बारेमा चिन्ता गरेका छौँ, उपाय लाग्दैन। सङ्घीय सरकारलाई धाएका छौँ, सडकमा डेलिगेसन गएका छौँ, बाटोमै गएर रात दिन खटेका छौँ, बाटोमा सुधार हुँदैन। यो कस्तो खालको चाहिँ व्यवस्था होला भनेर हामी पनि ठुलो चिन्तामा परेका थियौँ। तर अहिले नयाँ टेन्डर भएपछि कामले केही गति लिएको छ। तपाईँले हेर्न देख्न सक्नुहुन्छ, धुलो र धुवाँ केही नियन्त्रण भएको छ। अब यसको साइडमा ढलान भएर एक साइडमा गाडी पार्किङ गर्ने, झन्डै 1000 भन्दा बढी पार्किङ गर्ने, एक साइडमा गाडी हिँड्ने, स्ट्रिट लाइटहरू जडान हुने। हामीले हाइमास्ट लाइट जडान गरिसकेका छौँ, हरियाली निर्माण गरेका छौँ र बीचबीचमा 60वटा स्टल, चौरादेखि गोलपार्कसम्म 60वटा स्टल निर्माण गरेर फुल्की कफी सेन्टरहरू पनि निर्माण गर्ने र यो सडकलाई व्यवसाय मैत्री र बजारको गुल्जार हुने गरी थप यसको हिजोको मोडेलमा परिवर्तन गरेर चौरादेखि तल जुन अवस्था छ त्यसलाई पूर्ण रूपमा परिवर्तन गरेर नयाँ ढङ्गले सडक बन्दैछ। अब यो सडकबाट आशावादी छु, पक्कै पनि अब केही महिना 2 महिना यसको म्याद छ। यो म्यादभित्र सडकका काम टुङ्गिनेछन् र सडक निर्माण भइसकेपछि बजार गुल्जारका कुराहरू अत्यन्त पहिलाभन्दा धेरै राम्रो भएर जानेछ। यो सडकका लागि त तपाईँ निर्वाचित भएर आएपछि त धेरै पटक छलफल गर्नुभयो। तपाईँले त्यो ठेकेदारलाई यति धेरै यो उपमहानगरभित्र ल्याएर बोलाउनु पर्यो कि त्यसको कुनै सीमा छैन, पछि ठेक्कै रद्द भयो होइन? भनेको यो सडकको कारणले वा निर्माण चाहिँ किन यस्तो रहेछ हाम्रो देशमा? के कारणले हामीले निर्माण समयमा गर्न नसक्दा रहेछौँ? हाम्रो देशको खरिद ऐन र लिज ऐनमा परिमार्जन गर्न सकेनौँ भने यो देशमा युवा रहने अवस्था पनि हुँदैन, समयमै विकास पनि गर्न सकिँदैन। आज तपाईँले एउटा डटपेन किन्ने कानुन र ठुल्ठुला परियोजना निर्माण गर्ने कानुन एउटै छ। खरिद ऐनमा यी समस्या छन्। अहिले हाट बजारका हाम्रा व्यवसायहरू बसेको सटरहरू हेर्नुहुन्छ भने 5-5 वर्षमा टेन्डर गर्नुपर्छ। 5 वर्षमा ती व्यवसायलाई हटाउनु पर्दा हाम्रो मन कति दुख्छ होला। कम्तीमा यो 15 वर्षसम्म बस्न पाउने भएको भए एउटा व्यवसाय ढुक्क भएर 15 वर्षसम्म म टिक्छु यहाँ भनेर एउटा युवाले आफ्नो घर सम्पत्ति बेचेर व्यवसायमा होमिन्थ्यो नि त। आफ्नो जीवन र जवानी लगानी गर्थ्यो होला नि। अझै 20-25 वर्षलाई दिए पनि के हुन्छ र? म देशमै बस्छु, केही गर्छु भन्नलाई, युवालाई रोक्नलाई हामीले तिमी बस्न पाउन्नौ, बाहिर जाऊ, तर हाम्रो कानुनले त तिमीलाई बस्न दिन्न भनेर जुन खालको हाम्रो खरिद ऐन छ, त्यो खरिद ऐनले कुनै पनि युवा देशमा बस्न सक्दैन। र यो खरिद ऐन सच्याउनका लागि हामी बारम्बार डेलिगेसन गयौँ। सिंहदरबारभित्र बसेका मानिसहरूको मनोविज्ञान तलकाले के जानेका छन् र यिनीहरू काम नपाएर भेट्न आएका हुन् जस्तो उहाँहरूको मनोविज्ञान देखिन्छ। त्यसकारणले स्थानीय सरकारले जुन समस्या भोगेको छ खरिद ऐनका कारणले, आज हरेक ठेक्कामा यही समस्या छ। भएको ठेक्का पनि हामीले 5 वर्षमा व्यवसायलाई विस्थापित गरेर पुनः ठेक्का गरिरहनुपर्छ। कोही पनि व्यवसाय 5 वर्षभन्दा टिक्न सक्दैन। आज त्यसले गर्दा कुनै पनि सहर, देशभरिका कुनै पनि सहरमा दिगोपन हुन नसक्नु यसको मुख्य बाधक खरिद ऐन हो। तर कुनै केन्द्रीय नेतृत्वलाई यो कुरा हामीले सुनायौँ भने उहाँले यो कुरालाई झर्को मान्नुहुन्छ। देश बनाउने कुरामा यसले समग्रमा देशभरिमै समस्या सिर्जना गरेछ। हरेक ठाउँमा, चाहे त्यो काठमाडौँ भन्नुहोस्, ललितपुर भन्नुहोस्, विराटनगर भन्नुहोस्, बुटवल भन्नुहोस्, आज हामीले कुनै भवन निर्माण गऱ्यौँ, व्यवसायलाई दिनु पर्यो अनि हामीले 5 वर्षलाई खरिद ऐनमा ठेक्का गर्नुपर्छ। तर त्यही विषय 25 वर्षलाई दिन पाउने, बरु त्यसको शर्तहरू 25 वर्षमा उनले गर्ने शर्तहरू राखेर दिन पाउने नि। एउटा व्यवसाय 25 वर्ष यो ठाउँमा मैले व्यवसाय गर्छु भनेर ढुक्क भएर बस्छ नि। बरु त्यो कुरामा
व्यवसायले त्यो पेसा चेन्ज गर्यो भने त्यसलाई हामीले उसको शर्त चाहिँ खारेज गर्न सक्छौँ नि। ती विभिन्न अनुसूचीहरू राख्दा हुन्छ नि। तर नेपालको यस्तो अवस्था छ, अलि यत्रो जङ्गलहरू रहेको छ, लिज एन्डमा जान सकिँदैन। आज बुटोलदेखि यहीँ तपाईँ देवदरसम्म जानलाई हामीले 5-7वटा 3 स्टार होटलहरूलाई लिजमा दिन सक्थ्यौँ। वनको पनि रक्षा हुने, बिरुवाहरू पनि जोगाउने, अनि रेस्टुरेन्टहरू होटलहरू पनि चलाउने गरी दिने भने त्यहाँ आज बजारीकरण हुन सक्थ्यो, गुल्जार हुन सक्थ्यो। तर हामीले वनहरू राखेका छौँ। त्यो वन उत्पादन मैत्री, वन चाहिँ आर्थिक क्षेत्रसँग जोडिने गरी वन चाहिँ उपयोग भएको छैन। त्यो केका लागि भएको छ भने हेर्न र देख्नका लागि भएको छ। राज्यको सम्पत्ति उपयोगका लागि गर्नुपर्छ। हामीले हाम्रो देशमा भएका कुराहरू उपयोग नगर्ने, आफ्नो देशको उत्पादन केही नगर्ने, अर्काको देशको किनेर खाएर भाडामा बसेको जस्तो देश बनाएर हामीले गलत खालको काम गरेका छौँ। आज मलाई एउटा कुरा उदेक लाग्छ, बुटोलदेखि मुस्ताङसम्म जाँदा हरेक पालिकामा दैनिक 10औं ट्रक 20औं ट्रक सामान बुटोलबाट गएको हुन्छ। ती पालिकाबाट एक जीप सामान पनि बुटोल फर्केर आउँदैन। आज हामीले बुटोलले सबै पालिकालाई एक-एकवटा सटर कृषि सम्बन्धी र एक-एकवटा सटर मासुजन्य पदार्थ सम्बन्धी बिक्री गर्नका लागि दिन प्रयास गऱ्यौँ। तर खरिद ऐनले G2G मोडलमा त्यो सम्झौता गर्न सम्भव भएन। अहिले हामीले मुस्ताङसँगका सबै पालिकालाई स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, मुस्ताङ अनि अरखाँची, प्युठान लगायतका सबै पालिकालाई एक-एकवटा सटर कृषिको, एक-एकवटा सटर चाहिँ पशुको मासुहरूको उत्पादन बिक्री कक्ष यहाँ राख्न पाउने भने पहाडको सामग्री भनेर यहाँ तराईदेखि पनि किन्न आउने, भारतदेखि किन्न आउनेको पनि भिड लाग्थ्यो होला। पहाडमा पनि दिनकै 2-4 जीप त्यो पालिकामा उत्पादन भएर बिक्रीका लागि यहाँ सामग्री, तरकारीहरू, सागसब्जीहरू, अरू विभिन्न गेडागुडीहरू, दालहरू, मकै, गहुँ, पहाडको उत्पादनहरू, भटमासहरू, आलुहरू आउँथ्यो होला नि त। आज पहाडमा उत्पादन छ, केही अलिअलि मात्रामा भए पनि त्यहाँ चाहिँ कुनै बिक्री छैन, बजारीकरण छैन। अनि यहाँबाट जति पनि गएको छ त्यहाँ किनेर खाएको छ, विदेशबाट पैसा पठाएका छन्, अनि त्यो यहाँबाट गएको सामान किन्न ठिक्क छ भनेपछि हाम्रो अवस्था उत्पादनसित जोडिने गरी हामी राज्य प्रणालीले पहल गरेनौँ। यो सबैको यो दुरावस्था आउनुको कारण खरिद ऐन हो। यो खरिद ऐन प्रणाली नसुध्रिँदासम्म म एउटा जनपदले पनि केही गर्ने अवस्था छैन। भनेको तपाईँहरूको उत्कट चाहनाले पनि त्यो सम्भव छैन है, छैन। यसका लागि म 50औं पटक डेलिगेसन गएको छु। खरिद ऐन परिमार्जन गर्नका लागि लिज ऐन भयो भने यो देश बन्दैन भनेर पटकौँ पटक मञ्चमा बोलेको छु। र यो लिज ऐन हुँदासम्म यहाँका युवाहरूको भविष्य छैन। यो खरिद ऐन यस्तै रहँदासम्म यहाँका कुनै व्यवसायीको, कुनै चाहिँ जनप्रतिनिधिको, कुनै युवाको भविष्य छैन। यो कुरामा तत्कालै सुधार गर्नुपर्छ। अहिले निर्वाचनको बेला छ। सबै राजनीतिक दलले खरिद ऐन र लिज ऐनमा पूर्ण रूपमा परिवर्तन गर्छौँ, व्यवसाय मैत्री बनाउँछौँ, युवाहरू रोकिने खालका, युवाहरूले रोजगार गर्ने खालका र युवाहरूले व्यवसाय गर्ने खालका कानुन निर्माण गर्छौँ भनेर प्रतिबद्धता जाहेर गर्नुपर्ने बेला आएको छ। तर कसैले पनि यो विषयमा चासो त राखेको पाइँदैन है। यो लिनुपर्छ भन्ने मेरो मान्यता हो। जस्तो योसँगै जोडेर जस्तो बुटोलमा चाहिँ पशु बसालाको पनि निकै समस्या रह्यो। सञ्चालन गर्न तपाईँहरूले टेन्डर त आह्वान गर्नुभयो, कतिपय अवस्थामा त्यो टेन्डर आह्वान गरे पनि आवेदन परेन भन्ने कुरा सुनियो, पछि चाहिँ त्यो सञ्चालन हुन सकेन। त्यो पनि यही कारण हो कि अरू कारण? बसाला हामी आउँदा निर्माण भइसकेको थियो, तर निर्माण भएपछि त्यो PPP मोडलमा लगानीकर्ता फल्ला फल्ला भनेर सम्झौता भएको कहीँ पनि कानुनी रूपमा देखिएन। मौखिक कुराले अर्थ रहेन। कानुनी रूपमा PP मोडलमा नगइसकेको भएपछि हामीले खरिद ऐनमै जानुपर्ने हाम्रो कानुनी बाध्यता थियो। कानुनभन्दा माथि कोही पनि हुन नसक्ने भएका कारणले हामी खरिद ऐनमा गयौँ। खरिद ऐनमा टेन्डर निकालेपछि अन्तिम पटकमा मुक्तिनाथ कृषि कन्सर्टबाट यसको ठेक्काका लागि पहल गर्नुभयो। मैले उहाँलाई चिनेको पनि थिइनँ। सम्झौता गर्न त्यति बेलाको कार्यालय प्रमुखजीले त्यो कम्पनीका साथीहरूलाई बोलाउनु भएको रहेछ। मैले 1-2 दिनपछि मैले बुझेर सम्झौता गरौँला भनेको, उहाँले के भन्नु भने हामी तयार छौँ भनेर भन्नुभयो। जसले ठेक्का लिनुभएको छ उहाँले तयार छु भनेर मैले रोक्दाखेरि मेयरको नियत के हो भन्ने कुरामा प्रश्न उठ्थ्यो। त्यस कारणले मैले ल तपाईँहरू नै यसमा चित्त बुझाउनु भएको छ, अरू छलफल गर्न जरुरी छैन भने सम्झौता गर्ने इच्छा तपाईँहरूको भने गरौँ भनेर अगाडि बढ्न अनुमति दिएको हो। तर पछि उहाँहरूले किन हो फेरि मुद्दामा जानुभयो। अब न पहिला सम्झौता गर्दा उहाँले पूर्ण रूपमा छलफल गर्नुभयो। मैले पर्खिनुहोस् भन्दाखेरि पनि उहाँहरूले त्यो कुरामा पर्खिन चाहनु भएन, हामी तयार छौँ भन्नुभयो। तर पछि मुद्दा हाल्नुभयो। मैले अझै पनि उहाँहरूसँग अनुरोध गर्न चाहन्छु, यस्तो व्यथिति नगरौँ, आउनुहोस्, के कुरा नमिलेको। नगरपालिकाले कानुन नियमभित्र बसेर
गर्न सक्ने केही विषयहरू छन् भने गरौँ, कानुन नियमभन्दा बाहिर जान सक्ने अवस्था त मेरो छैन। तर त्यति बेला उहाँले ठेक्का नलिएको भए नगरपालिकाले यहाँका व्यवसायीसँग मिलेर हामी आफै चलाउनेमा पनि तयार भइसकेका थियौँ। त्यसकारणले उहाँहरूले हामीले चलाउने कुरामा पनि ठेक्काले गर्दा रोकटोक भयो, ठेक्का गरेर पनि उहाँहरूले चलाउनु भएन। त्यसकारणले यो विषयलाई अब बुटोलवासीको चासोको विषय बनाएर एकपटक उहाँहरूसँग पूर्ण रूपमा छलफल गर्नुपर्छ भन्ने मलाई पनि लाग्छ। अहिले त त्यो पूर्ण सञ्चालन हुन सकेको छैन, त्यो बन्दैछ। उहाँहरूले सञ्चालन गर्ने भनेर लिनुभएको, तर यो सञ्चालन गरिनुपर्छ। उहाँले सञ्चालन नगरिकन बस्न पाउनुहुन्न। अब अलिकति बुटोलमा चाहिँ शिक्षामा अलिकति राम्रो भएको हिसाबले सामुदायिक विद्यालयहरूमा एउटै विद्यालयमा 8,000 भन्दा बढी विद्यार्थी भएको नतिजाको हिसाबले पनि उत्कृष्ट छ र बुटोल उपमहानगरको लगानीको हिसाबले पनि शिक्षामा अलि बढी जोड यहाँहरूले दिइरहनु भएको छ। जस्तो अहिले पनि बुटोलमा कुनै एउटा क्षेत्र छ भने त्यो शिक्षामा चाहिँ अलि बढी सम्भावना भएको भनेर बाहिरबाट पनि विश्लेषण भइरहेको हामी पाउँछौँ। शिक्षामा चाहिँ यहाँहरूले अहिले पछिल्लो समय के गरिरहनु भएको छ? कसरी यो हाम्रो जुन पहिचान छ नि त्यसलाई कायम गर्ने? यो कस्तो लाग्छ भने मानिसहरूले मैले मात्रै गरेँ भन्छन् कि यो त विगतदेखि चल्दै 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 आएर अहिले उन्नति भएको हो नि त। कुनै कुनै जनप्रतिनिधि म आएँ मैले गरेँ भन्छन्, म त्यस्तो भन्दिनँ। यसमा त्यो शिक्षामा लाग्ने समितिका साथीहरूको मेहनत, त्यहाँका शिक्षकहरूको मेहनत, त्यहाँका अभिभावकहरूको मेहनत विगत लामो समयदेखि कत्रो ठुलो सङ्घर्ष छ, त्यो कथा छुट्टै व्यथा छ। अहिले परिणाम आउँदा पो हामीले राम्रो मानेका छौँ। म आइसकेपछि मैले दुईवटा कुरा शिक्षामा रोजेँ। एउटा आधारभूत विद्यालयहरूको अवस्था एकदमै टिकलाग्दो थियो। मैले सम्पूर्ण आधारभूत विद्यालयलाई अपग्रेड गर्ने विधिमा गएँ। त्यहाँका भवनहरू निर्माण गर्ने, आइसिटी ल्याबहरू दिने, विद्यार्थीहरूलाई कापी किताब र ड्रेसहरूको व्यवस्था गर्ने गरेर आधारभूत विद्यालयहरूमा ठुलो सुधारको प्रक्रिया सुरु गरेँ। र जुन नाम चलेका विद्यालयहरू थिए उहाँलाई हौसला दिने, हाम्रो बजेटले कति सक्छ त्यो बजेट चाहिँ उहाँलाई उपलब्ध गराउने, पूर्वाधार निर्माण, आइसिटी ल्याबहरू, आइटीको क्षेत्रलाई बढी विकास गर्ने र बुटोलमा शिक्षाको क्षेत्रमा काम गरेकाहरूलाई सम्मान गर्ने, हौसला दिने र उत्साह जगाउने काममा बुटोल उपमहानगरपालिका लागेको हो। त्यसकारणले यो शिक्षामा गर्ने काम भनेको एउटा पक्षले मात्रै गरेर शिक्षाको कुरो पूर्णता हुँदैन। हाम्रो रकमले मात्रै शिक्षामा पूर्णता हुँदैन। हुन त हामीले गत साल एक वर्षमा मात्रै 34 करोड रुपियाँ हामीले शिक्षामा लगानी गरेका रहेछौँ। यो भनेको 27% बजेट हो झन्डै बुटोल उपमहानगरपालिका। कुल बजेटमा 27%, कुल बजेटमा 27% बजेट शिक्षामा हो। यो साँच्चीकै भन्दा देशभरिमा यति धेरै लगानी गरेका छौँ भन्दा अरूले नपत्याउने बजेट हो। अरू पालिकामा यो सुनायो भने कहाँ यस्तो लगानी हुन्छ र किन गर्नुपर्छ र भन्नुहुन्छ। त्यो पनि सरकारी विद्यालयहरूलाई मात्रै, निजी क्षेत्रको लगानी त छुट्टै आफ्नै खालको छ। हामीले यत्रो लगानी गरेर एकदमै उत्साहमा पुग्नुभएका सरकारी विद्यालयसँग निजी क्षेत्रले आफ्नो लगानीबाट यत्तिकै त्योभन्दा बढी प्रतिस्पर्धा गरेको छ, कम गरेको छैन। त्यसकारणले शिक्षामा सरकारी क्षेत्र र निजी क्षेत्रको उत्तिकै प्रतिस्पर्धा छ र शिक्षाकै कारणले बुटोलमा हामीले केही गरेका छौँ है भनेर अन्यत्र सुनाउन पाएका छौँ। साँच्चीकै भन्दा अहिले शिक्षाको क्षेत्रले बुटोलमा शैक्षिक पर्यटन क्षेत्र पनि बढेको छ। मानिसले शिक्षामा पर्यटन बढ्छ र भन्छन्, तर मलाई लाग्दछ धेरै 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 टाढाका गाउँपालिकाबाट, विद्यालयबाट बुटोलको शिक्षा प्रणाली हेर्न विद्यालयहरूमा पनि आउनुहुन्छ, हाम्रो पालिकामा पनि कसरी यो लगानी भएको छ भनेर बुझ्न आउनुहुन्छ। र हामी खुला हृदयले यो बजेट माग्न नआएका विद्यालयलाई पनि मैले बोलाएर किन बजेट माग्न आउनु भएन भनेर बजेट दिएको छु। कसैले काखा पाखा गरेको छैन। त्यसकारणले शिक्षामा हाम्रो एकदम खुला नीति छ। विद्यालयहरूमा गरेको लगानी भोलिका दिनसम्म बुटोलको पहिचान बन्ने गरी, बुटोलको झल्को अन्यत्र पनि देखिने गरी हामीले यसको चाहिँ विकास भएको देख्न पाउँछौँ भन्ने आशाले शिक्षामा हामीले अरू क्षेत्रमा भन्दा बढी लगानी गरेका छौँ। अब यो शिक्षालाई अलि यहाँहरूले जोड दिएको भएर पनि यो सन्दर्भमा हामी छलफल गऱ्यौँ। अहिले चाहिँ पछिल्लो समय अब यो शिक्षामा त छँदैछ नै। अब यहाँहरूले 67औँ स्थापना दिवसको सन्दर्भ पारेर पनि होला बुटोलमा चाहिँ तपाईँ आफै पनि चोक चोकमा झाडु लिएर निस्किनु भयो सरसफाइ अभियानमा। अब यो सरसफाइ खासमा चाहिँ नगरपालिकाले नियमित रूपमै गरिराखे पनि त हुन्छ, तपाईँहरू नै किन निस्किनु पर्यो? नियमित कार्यक्रम हरेक शनिबार बिहान 7 बजे टोलटोलमा हाम्रो नियमित सरसफाइ कार्यक्रम हुन्छ। हाम्रो सड्ने वस्तु र नसड्ने वस्तुका बिचमा ट्र्याक्टरमा ती फोहोर वस्तुहरू लाँदाखेरि फरक फरक बार लाने हाम्रो व्यवस्था छ। त्यसकारणले बुटोलमा भित्री चोकमा
भित्री टोलहरूमा सरसफाइ नभएको होइन, तर मुख्य सडक निर्माणको क्रमले गर्दा त्यो सरसफाइ थिएन, धुलो थियो, हिलामी थियो, त्यसमा सुधार भयो। तर चाहिँ बस पार्क र मुख्य सडक अत्यन्त फोहोर थिए। त्यसलाई हामीले यो स्थापना दिवसको अवसरमा अरू कार्यक्रम गर्दा निर्वाचन आचार संहिताले हामीलाई अरू कार्यक्रम गर्न असजिलो पर्ने, तर कुनै बुटोल उपमहानगरपालिकाले दीर्घकालीन अवस्थासम्म सम्झने गरी गर्नुपर्ने काम के हो त र जनताले महसुस गर्ने गरी गर्नुपर्ने काम के हो त भन्दा सरसफाइको काम हो भन्ने कुरा हामीलाई महसुस भयो। र सरसफाइको काममा हामी आफै जनप्रतिनिधि काम बाँडेर लाग्यौँ। अरूलाई हराउने, अरूलाई कज्याउने दिन अहिले होइन। पहिला जनप्रतिनिधि आफू लाग्ने, अनि जनप्रतिनिधिका पछि अरू लाग्ने हो। पहिला अरूलाई लगाउने, आफूले हेर्ने, भाषण गर्ने मात्रै हुन्थ्यो। प्रमुख अतिथि बनेर भाषण गर्ने हुन्थ्यो। अहिले मैले इमान्दारीपूर्वक 7 बजेदेखि 9:30 बजेसम्म पूर्ण रूपमा फुल टाइम चाहिँ सडक सरसफाइमा एकदमै सानसाना त्यहाँ भएका प्लास्टिकहरू बटुल्ने, फोहोर बटुल्ने, त्यसलाई ट्र्याक्टरमा चढाउने, डोकोमा बोक्ने, झाडु लगाउने काम मैले अरूले जत्तिकै अझ बढी खटेर काम गरेको छु। किनभने अब हामीले गरेको कामलाई सबैले संसारले देखेको हुन्छ। अहिले आइटीको जमाना छ, सूचना र सञ्चारको जगत छ। हामीले गरेको काम हामीले देखाउन गऱ्यौँ कि साँच्चीकै परिवर्तनका लागि गऱ्यौँ भन्ने कुरा आज अरूले पनि हेरिरहेका छन्। त्यसकारण यो सरसफाइको काम जुन सप्ताहव्यापी रूपमा हामीले गऱ्यौँ, यसलाई अब हप्ता 15 दिनमा एकचोटि गर्ने गरी हामीले यसको नियम गराउनेछौँ। अस्ति मात्रै कार्यपालिकाको बैठकबाट यो अत्यन्त प्रचार गर्नुपर्ने विषय छ। बुटोलको जुनसुकै बजेट लिन आउनुपर्ने भए पनि एक दिन सरसफाइमा सहभागी नभएमा त्यो बजेट नदिने गरी निर्णय गरिएको छ। भनेको त्यो सङ्घ संस्था वा टोल विकास समिति सबैलाई लागू? सङ्घ संस्था, विद्यालयहरू, मठ मन्दिर, धार्मिक क्षेत्रहरू, विभिन्न बाटोघाटो, पुल, कल्भर्ट, जेसुकै होस् निर्माणको कुरा, यहाँबाट बजेट लाने हरेक पक्षले कहीँ न कहीँ सरसफाइमा जोडिएको हुनु पर्यो। त्यसकारण सरसफाइ हाम्रो प्रमुख प्राथमिकता हो भन्ने खालको सन्देश यो निर्णयबाट बुटोल उपमहानगरपालिकाले र यो कार्यक्रमबाट बुटोल उपमहानगरपालिकाले दिन सफल भएको छ। यसको घोषणा हामीले यो 67औं स्थापना दिवसको कार्यक्रममा घोषणा गर्नेछौँ। भनेपछि यो दीर्घकालीन रूपमा अब नियमित रूपमा 15-15 दिनमा यो सरसफाइ अभियान चल्छ। मुख्य सडक सरसफाइ 15-15 दिनमा चल्छ र एक हप्तामा टोल सरसफाइको कार्यक्रम नियमित रहिरहन्छ। र यो बाहेक हामीले सरसफाइको काम बाहेक हामीले गौशालामा गाईको गोबर जनप्रतिनिधि गएर फाल्ने काम पनि नियमित गरिरहेका छौँ। आफ्नो समय अनुकूल हुँदा गौशालामा जाने, गौशाला सरसफाइ गर्ने, गाई वस्तु चराउन जाने, गाईको गोबर फाल्ने काम पनि जनप्रतिनिधिले गरेका छौँ। मलाई बुटोलमा अहिले 2टा कुराबाट साथीहरूले अलिकति कुरा उठाउनुहुन्छ। एउटा गाई पाल्ने र गोबर फाल्ने मेयर भनेर, एउटा सडकमा झाडु लिएर सडक सरसफाइ गर्ने मेयर भनेर पनि साथीहरूले बेला बेलामा कुरा उठाउनुहुन्छ। तर मेरो अर्कै कुरा छ, म भुइँ मान्छे हो, म सडकबाट आएको मान्छे हो, सबैले माया गरेर मलाई यहाँ पुर्याउनु भएको हो। त्यसकारण सडकमा भएका समस्यालाई सडकमै साथीहरूसँग मिलेर त्यसको समस्या समाधान गर्ने, सरल जीवन बिताउने, आएका साथीहरूको काम सजिलै गर्ने, बुटोलवासीले हराए पराएको काम गर्ने मेरो दायित्व हो। तर एउटा कुरामा मेरो चित्त बुझेको छैन। तपाईँले प्रश्न नसोध्दै त्यो कुरा मैले भन्न चाहन्छु। मानिसहरू एकपटक आएपछि एकपटकमै काम किन हुँदैन? शाखा शाखामा 10औं पटक आउनुपर्ने बाध्यता के हो? वडामा पटकौं पटक जानुपर्ने बाध्यता के हो? त्यसकारणले अब हामीले कार्यालयमा आउँदाखेरि यो काम एकपटकमा हुन्न भने के कारणले हुन्न र के कागजपत्र ल्यायो भने काम बन्छ, त्यसको पनि छिटो छरितो काम गर्ने गरी कसरी काम गर्ने हो भन्ने बारेमा मैले सबै शाखासँग छलफल गर्दैछु। कसैले पनि सेवा गरेरलाई दुःख दिने, पटक पटक आउन बाध्य गराउने कर्मचारीहरूलाई नाम प्रकाशन गर्ने हो अथवा उहाँलाई चाहिँ जनताका बिचमा यसरी दुःख दिनु हो भनेर चाहिँ प्रचार गर्ने हो, यो कुनै बाटोहरू पनि खोज्दैछु। भनेको त्यो त हामीले सोध्नेवालै थियौँ, तर पनि फेरि तपाईँले नै गर्न किन सक्नु भएन भन्ने त प्रश्न आउँछ नि त फेरि। अब भित्री कुरो बताइन, यो कुरो गाह्रो छ, यति मात्रै भने। भनेको अबदेखि बुटोल उपमहानगरपालिकाभित्रको वडा होस् वा उपमहानगरपालिकाभित्रको सेवा चाहिँ किन भएन भनेर चाहिँ धेरै दिन लम्ब्याउन पाउँदैनन् कसैले पनि। लम्बियो भने त्यसको तर्क दिनुपर्छ, लम्बियो भने त्यसको स्पष्टीकरण दिनुपर्छ, त्यसको तथ्य र प्रमाण यसका आधारमा लम्बियो भनेर चित्त बुझाउन हाल्नुपर्छ। जनतालाई दुःख दिइराख्न पाउने, आफूभित्र एसीमा कुर्सीमा थपक्क बस्ने, जनतालाई झ्यालमा टोकन काटेर उभिराख्ने यस्तो सामन्तवादी सोचबाट चाहिँ विकास हुन सक्दैन। जनताले यस्तो कुरा मन पराएका छैनन्।
यदि त्यस्तो भयो भने तपाईँ समक्ष गुनासो गर्न सक्नुहुन्छ आम नागरिकहरूले। अब मैले केही दिनपछि मैले दिनको 1 घन्टा गुनासो गर्न सक्ने गरी मैले मेरो मोबाइल नम्बरसहित मेरो समय प्रकाशित गर्नेछु र त्यस्ता कुराहरू टिपोट गर्ने गरी समयका लागि मैले सूचना प्रवाह गर्नेछु। हस्, यो गर्नुभयो भने यसले आम जनताहरूले खोजेको खासमा चाहिँ अहिले जे खालको असन्तुष्टि जे देखिया छ नि त्यो त सेवाग्राहीहरू कार्यालयमा जाँदा सजिलोसँग काम भएन भन्ने पनि छ क्या। त्यो भयो भने त्यसले चाहिँ तपाईँप्रति पनि एक खालले अब सरल मेयर भनेर जसरी पहिचान बनाउनु भएको छ सजिलोसँग काम भयो भने त जनता खुसी हुने भयो नि त। हामीले सिस्टममा परिमार्जन गर्छौँ, सुशासन दिन्छौँ भनेर आएको हो नि। म आफै बसेको कार्यालयमा मैले नै अरूलाई 3 चोटि 4 चोटि आएको देख्नुपर्ने, कतैबाट फोन गरेर आएर काम हुने, सिधै आएर काम नहुने, यस्तो पनि प्रणाली हुन्छ। यसरी पनि विकास हुन्छ, यसरी पनि जनताले चित्त बुझाउँछन्। अब त घाँटी समाज छन्, कसैले कसैलाई बाँकी राख्दैन। त्यसकारण सुशासन दिन सकेनौँ भने हामी पनि सुरक्षित हुँदैनौँ, कर्मचारी पनि सुरक्षित हुँदैनन्। त्यसकारण यसको बारेमा मैले बारम्बार सबै शाखासँग बसेर तपाईँहरू जो जहाँ हुनुहुन्छ तपाईँहरू नै अन्तिम निर्णायक र जिम्मेवार हो। तपाईँको शाखाभन्दा माथि लानुपर्नेछ भने फाइल फरवार्ड गर्नुहोस्, होइन भने तपाईँको शाखाबाट टुङ्गिने काम छ नि जनतालाई दुःख दिने गरी, जनताले चाहिँ काम आउँदा बारम्बार धाएको अनुभूति हुने गरी यसरी चाहिँ दुःख दिन पाइँदैन। सरल र सहज हिसाबले कसरी सेवा गरेरलाई काम दिने हो त्यसको बाटो खोज्नुहोस् भनेर भनिसकेको छु। अब मेयर साहब, अहिले हामी बुटोल उपमहानगरपालिका कार्यालयभित्र प्रवेश गर्दै गर्दा एउटा चाहिँ मनै खिन्न हुने दृश्य देखिन्छ। जेनजी आन्दोलनको बेलामा जलेको भग्नावशेषहरू तपाईँहरूले अहिले पनि जस्ताको तस्तै यत्तिकै राख्नु भएको छ। कतिपयले भन्छन् यो किन नबनाएको, अथवा तपाईँलाई पनि कयौँले प्रश्न गरे होला नि, पैसा नभएर नबनाएको हो कि किन हो यसरी अल्पत्र राखेको? अब यो विषय कस्तो छ भने मैले एउटा विषय मलाई अझै जोड्न मन छ। त्यो आन्दोलनमा हामीले नापजाँच गरेको सुकुम्बासी र अवस्थितको माथि छतमा थियो, तलका त जले, त्यो छतमा भएको कसले थाहा पाएर 13,000 घरधुरी नापजाँच गरेको कागजपत्र जलाइदियो। सबै ल्यापटपहरू, सबै शाखाका ल्यापटपहरू लिएर जानुभयो। हामीले सूचना गऱ्यौँ, फिर्ता आएन। त्यो सुकुम्बासी र अवस्थितको नापजाँच गरेको ल्यापटप आए पनि हामीले अहिले पूर्जा बाँड्न तयार गर्न 13,000 घरधुरीलाई सक्थ्यौँ नि। अब तपाईँको यो नक्सा शाखाको, यो शिक्षा शाखाको हालत यस्तो छ हेर्नुहोस्। अनि पछि इन्जिनियरहरूलाई सोद्धाखेरि केही पिलरहरू पनि फेर्न पर्ने हो कि भन्ने कुरा उठेको छ। त्यस कारणले अब यो छोइसकेपछि यति छुने, अब बजेट त हामीले पहिला यो कार्यक्रम गर्छौँ भनेर हामीले बाँडफाँड गरिसक्यौँ। त्यो बाँडफाँड गरेको ठाउँको अब दिँदैनौँ, यो भवन जले फिर्ता भयो, अब तपाईँको कार्यक्रम रोकियो भनेर हामीले जनतालाई भन्न सक्ने अवस्था पनि रहेन। अब यो बनाउन सुरु गरेपछि यति छुने, अरू फेरि अधुरो राख्ने अवस्था पनि रहेन। त्यस कारणले टिडिएफसँग हामीले छलफल गरेर यो बनाउन कति लाग्ने हो त्यसको 50% उहाँहरूको अनुदान अनि 10% बुटोल उपमहानगरपालिकाको हाम्रो लगानी र 40% ऋणमा पछि हामीले तिर्ने गरी हामीले चाहिँ यसको छलफल गरेर टुङ्गिएका छौँ। यो बनाएपछि फेरि अप टु डेट एकैचोटि पुरै बनोस्, यो चाहिँ अधुरो बन्ने अनि अधकल्चो राख्ने, फेरि त्यसमा भोलि के हो भनेर कुरा उठ्ने गरी नबनोस् भनेर नै हामीले पुरै निर्माण हुने गरी प्रक्रिया सुरु गरेका छौँ र यसको पहल टिडिएफबाट भएको छ। अब केही दिनपछि मलाई लाग्दछ टिडिएफबाट यसको स्वीकृति आएपछि हामी यो फागुन 21 को निर्वाचन पछाडि गर्नेछौँ। यो चाहिँ हुन्छ। यो चाहिँ सरसफाइ मात्रै भए पनि गरेर राख्नलाई मन मानेन कि, अथवा यो हेर्दाखेरिमा अलिकति तपाईँलाई पनि निराश जस्तो लाग्दैन कार्यालयभित्र प्रवेश गर्दा? होइन, एउटा राज्यको सम्पत्ति बुटोलवासीको मन जोडिएको भवन जसलाई कसको मन रोएन होला र यहाँका डकुमेन्ट हराउँदा 50औं वर्षलाई असर पर्ने हाम्रो ऐतिहासिक तथ्यहरू चोरिँदा हराउँदा कसको मन दुखेन होला। तर इतिहासको कालखण्डमा मन दुखाइ राखेर बसेर पनि केही अर्थ हुँदो रहन्छ। त्यसलाई विस्मृतिमा राखेर आगामी दिनमा के गर्ने भन्ने कुरा नै सफल नेतृत्वको चाहिँ एउटा हाम्रो दायित्व हो। त्यसकारणले हामी भोलिका कुरालाई कसरी गर्ने भन्नेतिर अब लक्षित छौँ। अब हिजो भएका घटनामा पिरोड लिएर रोइराखेर कराएर अरूलाई चाहिँ औँला देखाइराखेर पनि अब केही हुने जस्तो लाग्दैन। त्यसकारणले अझै पनि यो कार्यक्रम मार्फत यहाँबाट चोरिएका लगिएका ल्यापटप उहाँहरूले खुसुक्क ल्याएर बुझाएमा हामीले नाम प्रकाशित गर्ने छैनौँ। तथापि पछि फेरि प्रशासन राज्य अलिकति बलियो बन्दै जाँदा यी कुराहरू खोजी गर्दै जाँदा त्यहाँ भेटिँदा बुटोल उपमहानगरपालिकाका यस्ता सम्पत्ति फल्लाने लगेको रहेछ भनेर उहाँका छोरा नातिका पालासम्म पनि उहाँहरूलाई गाल पर्ने काम कसैले पनि नगर्नुहोस्, कृपया ल्याएर बुझाइदिनुहोस्। हामीले त्यो कुरालाई गोप्य राख्नेछौँ र बुटोल उपमहानगरपालिकाले ती ल्यापटपहरू र यहाँका विशेष कागजहरू हराएका कारणले
हामीले पनि दुःख पाएका छौँ। हामीले दुःख पाएका कारणले धेरै बुटोलवासीले दुःख पाउने अवस्था सिर्जना नहोस्, यसका लागि पनि विनम्र आग्रह गर्न चाहन्छु। भनेपछि त्यसका लागि जसले ल्याएर बुझाउनुहुन्छ सुटुक्क उहाँहरूलाई कुनै त्यस्तो कानुनी कारबाही हुँदैन। उहाँलाई कानुनी कारबाही पनि हुँदैन र यो गोप्यता राख्ने कुराको जिम्मेवारी लिन्छु। अब हामी कुराकानीको अन्तिममा छौँ। अब यो नगर प्रमुख त अस्थायी पद नै हो। अब 84मा अर्को निर्वाचन होला होइन, त्यस पछाडि तपाईँ जाँदै गर्दा बुटोलवासीले अहिले त अब जे भएको छ त्यो त सम्झेकै छन्। तपाईँले आफूले यति काम चाहिँ म गर्छु, मलाई जनताले सम्झिने भन्ने के छ? खेलराज पाण्डेले गर्ने काम यो काम चाहिँ गरेको भनेर हामीले सम्झिन पाउने काम के होला? मेरो केही प्रयत्नहरू छन्। सुकुम्बासी र अवस्थित समस्या समाधान होस्, मोतीपुर औद्योगिक क्षेत्रको निर्माण होस्, सिमला र कृषि व्यावसायिक भवन निर्माण हुन सकोस्, मुख्य सडक राजमार्ग चौरादेखि गोलपारसम्म, जोइकोटीसम्म र रामनगरदेखि तामनगरसम्म र कालिकापथ मुख्य व्यावसायिक केन्द्र बनाउन्, परम्परागत व्यावसायिक केन्द्र भएका अमरपथ, राम मन्दिर लाइन र सङ्गमपथ यसलाई होलसेल मार्केटको रूपमा विकास गर्न सकियोस्, पुरानो बटौलीलाई साँच्चीकै गर्बिलो र दरिलो बुटोलका रूपमा स्थापित गर्न सकियोस्, सिमला र मोतीपुरले जसरी उपमहानगरपालिकामा जोडिँदा आत्मविश्वासका साथ जोडिएका थिए उहाँहरूको भावनामा चोट नपर्ने गरी त्यहाँको विकास गर्न सकियोस् र सम्पूर्ण बुटोलवासीले हाम्रो नगर प्रमुख, हाम्रो जनप्रतिनिधिभन्दा हाम्रो अभिभावक हो, सरल छ, सामान्य छ, हामीलाई भेटेको देखेको बेलामा कुरा सुन्छ, हाम्रा समस्याहरू बुझ्दछ भन्ने अनुभूति दिलाउन सकौँ र सबैले हिजो जसरी माया दिनुभएको थियो त्यो माया सबैलाई फर्काउन सकौँ, यति नै मेरो अपेक्षा रहेको छ। हस्, यो 67औं स्थापना दिवसको बुटोल उपमहानगरपालिकाको नेतृत्वकर्ताको हिसाबले तपाईँलाई पनि धेरै धेरै शुभकामना छ। यो समयका लागि पनि यहाँलाई धेरै धन्यवाद। हस्, यहाँले समय दिनुभयो, मौका दिनुभयो, मेरा विचारहरू सुनिदिनु भयो र यसलाई प्रसारण गर्दै हुनुहुन्छ, यी सबैको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। र जसले सुन्नुहुनेछ, मेरा कमी कमजोरी भए मलाई सुधार गर्ने मौका दिनुहोला। मेरो वाट्सएपमा अथवा मेरो मेसेन्जरमा यी कुराहरू सुधार्नुहोला भनेर तपाईँहरूले चाहिँ नोटिस पठाउनुहोला र बुटोल बनाउने कुरामा मलाई सहयोग पुर्याउनुहोला भन्दै मेरा भनाइ पनि टुङ्ग्याउँछु। धन्यवाद, सबैलाई नमस्कार। हस्, नमस्कार। धन्यवाद समीर साहब।